हामी चिनाखानातिर हाम्रो छोरी ज्वाइँ छोरीलाई ताकि हामी अब एकदमै तपाईँहरूकोबाट हामीलाई सबै कुरो जिम्मा दिएर पढाइदिनुहोस् जे जसो जुठो फुटो जे जसो हुन्छ हामीलाई छुट्याएर र यो विशेष गरेर अब कुटुम्बले यो जुन चाहिँ हामीलाई सगुन राखिदिएको चाहिँ आज बागदाता फेरि हाम्रो उमा चाहिँ कुरुङमा चाहिँ शीतलु वचन भन्छ अनि अरू जातहरूमा कसैले कन्यादान है आफ्नो आफ्नो छ दान गरेको तर हाम्रो अब बागदाता चाहिँ आज अब मेरो छोरीलाई र एउटा है त्यही त अब दिनुपर्ने भयो दिने कि नदिने तपाईँहरू छ है यत्रो यत्रो परिवार होङ्गेलु एउटा जातको भएन एउटा हाम्रो कुटुम्बहरू जातको एउटा शशी समृद्धको तपाईँहरू भएर यस्तो भएको किन यो खेलाउँछु कुरो होइन अब माग्दैछ अब माइन गाडी छ ऊ नामै छ दिने कि नदिने होइन ठिकै छ जन्म दिने खापेन मान्न रोएर खाएर भएन है म सक्छि भने म एउटा बुढो पाएको कि म परिचय नभएर म अब सबैको एउटा सहमतले नै अब दिने कि नदिने कि बागदाता भन्ने अब सबैको सहमत चाहियो तपाईँहरूले अब हाम्रो परिवार एउटा हुनु परिवार एउटा उमा यस्तै चाहिँ उहाँहरू एउटा वीर कुटुम्बहरू हुनुहुँदो रहेछ र उहाँहरूले एउटा रीति राखेर एउटा बाउमाइतीलाई एउटा हामीलाई एउटा शीतल वचन बागदाता उहाँले अब माग्नु हुँदैछ र के को छ भन्नुहुन्छ ल भन्छौँ मेरो नानीहरू अब सब परिवार हाम्रो एउटा छ सबै अब इष्टमित्र सबै हुनुहुन्छ होइन अब यो एउटा सरसल्लाहले अब गरेको राम्रो दिनु हामी एउटा होङ्गेलको एउटा म माउली सक्सी अनि बेहुलीको माउली सक्सी राखिकन हामी एउटा तपाईँको एउटा चाम्ने के थरी गरे खडाइ छ मैले याद गरेँ र आज हामी एउटा कसरी यहाँ अनि दिन त दिन्छौँ तर अब कतिवटा अब हाम्रो परिवारमा बाउ माइती अब एकैसाथ थियौँ तर अब आजदेखि अब हाम्रो पाखान माखान साम्बेल तिनवटा चुला चौकाबाट उहाँलाई अब जिम्मा दिँदैछौँ र अब एउटा सिरोपहरू अब उसको आमा छ होइन आउने दिनमा मेरो छोरी अब पेना ज्वाइँ अब आउने दिनमा उहाँले अब हिजोको दिनमा पनि अब सबै कुरा त भयो तर अब आउँदो दिनमा पनि अब यसरी सुनमा सुगन्ध फुलमा बासन सुन जस्तै अब अहिले भइरहेको छ सुगन्ध चलेर मनोमन यो इष्टमित्र सबै अब उहाँले अब राखेर जानु र अब के भन्दाखेरि अब सबै अब धोइ केलाई अब हाम्रो छोरी चेलीलाई मेरो ज्वाइँ अब एउटा अब तपाईँहरू एउटा के को तपाईँहरूको उपाय छ खराइ चाहिँ चाम्ली र आजदेखि अब अनि हाम्रो इमी नरम छाम्ने होङ्गेलु कुलुङ र खराइ छाम्नेको आज अन्तिमको एउटा यहाँनिर लालुखप 12-18 पुस्तकको लालुखपमा एउटा म एउटा उहाँहरूको होङ्गेलु कुलुङहरूको म एउटा मौली र हामी आज के गर्नु अब हाम्रो
कसरी अब हामी त म त एउटा हो र साईले के भन्छु दिन्छौ कि दिन्छौ न लु मेरो भाइले त अब दिनैपर्छ दिन्छौ कि दिन्छौ अब सबैको छोरी चेली सबै एकदमै यसरी एउटाको उसमा अब गर्नुपर्ने यो पहिल्यैदेखि हाम्रो त अब नगरी हुँदैन यसरी थाँतीमा राखेर पनि हुँदैन छोरी एउटा ज्वाइँ चेलामा गइसकेपछि ज्वाइँ चेलाको हातमा जानुपर्छ उहाँको सन्तानमा जानुपर्छ उहाँको चुलो चौकामा उहाँले अब काम गर्ने एउटा अनुमति भनौँ न त्यो पनि उहाँहरूले अब पाउँछ यहाँदेखि गएपछि अब सबै खुल्ला पाउँछ खुल्ला काम गर्नु हौ त्यस्तो हुन्छ त्यसले गर्दा हामीले एउटा छोरीचोरीलाई एउटा राम्रोसँग एउटा संस्कारको सँग राम्रो हामीले उहाँ यो एउटा चुला चौका एउटा कुनुको चुला चौकादेखि अब चामलिङको चौको चुला चौकामा हामीले जिम्मेदार चामलिङलाई चाहिँ त्यसले आजदेखि चाहिँ एउटा जिम्मा सुनिरहेको एउटा जिम्मा हुँदा चाहिँ ल त्यहाँदेखि दुवटा निची उइपी अर्को पनि छ नि अब निची के छ भन्दाखेरि अब हाम्रो छोरी चेली अब हामीले अब हाम्रो छोरी त हो यसरी तिनवटा पचाउँछ है होइन त्यो खुट्टामा गएको रहेछ भनेर अब हामीलाई एकदम भयो अब उनीलो परिवार सबै अब नामिएको छ सबै अब मामा मौली राखी एकदम सबै यसरी नै अब आउँदो दिनमा पनि अब उज्जवल भएर अब ज्वाइँ अब हाम्रोमा र अब हामीले एउटा के छ हाम्रो पर्खालुङ माखालुङ अब आजदेखि चाहिँ अब हामी तपाईँहरूलाई एउटा के छु ल पाखालुङ माखालुङ साम्बेलुङबाट तपाईँहरूको एउटा उसमा खराई आसपासमा दिँदैछ दुई चाहिँ भयो र यसरी नै अब एक छ है ल र चाहिँ अब लास्टमा चाहिँ अब के छ भन्दाखेरि यही नै हो अब हामी दिनु नदिनु यही छ अब दुईवटा धार्ने बिसाउने दुईवटा छ यसलाई चाहिँ अब अन्तिमको छ यो एउटा हाम्रो छोरी अब त गयो तर गए पनि अब एउटा बाउमाइतीको चिनो एउटा उहाँले अब उहिलेदेखि भएर आएको अघिदेखि अब हामीले दौलित गरेर उनको दोस्ती त्यो खाँची दिनुपर्छ अब एकपल्ट चाहिँ होइन नि हौ खामा कोही अब उताबाट सुन्नुहोस् र नयाँ एकदम राम्रो कुरो राम्रो यो लालुको 12-18 वर्षदेखिको कुरो हामी रुन्दै कराउँदै भए पनि आजदेखि एउटा हाम्रो नरुल सम्नीमा बुवा हुनमा एउटा लाम्लो छ भनेको जेठोको एउटा तपाईँको के गरे मौरीको दफ्न के हो यस्तो त हो तर सुन्नुहोस् है ल आजदेखि एक पनि नरुल छाम्निकमाको बुवालु हुन्नामाको छोरी चेली चाहिँ आजदेखि चाहिँ एक पनि खराइच छाम्निकको जिम्मामा दुई पनि खराइच छाम्निकको जिम्मामा तीन पनि खराइच छाम्निकको जिम्मामा हाम्रो नरौली छाम्नीमा बुवाले हुन्नामाको माया कुटुम्ब
खरेच चाम्नी र नरल मायाच बराबरी खुन बल तागत सबै हाम्रो छोरी चेलीको खरै चाम्नीको आसपासमा हार हाम्रोमा हार चाहिँ हामी दिनु सक्दैन माया चाहिँ खरै चाम्नी र नरल छाम्नीमा चाहिँ बराबरी मालेर गरेर खाउँ है बाबा भनेर हामी आज एउटा शब्दहरू र अब पछि हाम्रो उयो खाप्चीमा यहाँ पहिला चाहिँ एक दुईवटा पढेछौँ कि एउटा बाउ माइती भनेर तपाईँको एउटा छोरीले चिनो 3 भाषालाई लिएको र अहिले एकछिनमा 1 दिउ 2 दिउ 3 हो नि आज पनि छ है अन्त के छ भने अब एउटा खुन दिन्छौँ सिरो भारो तपाईँहरू सबैलाई शरीर सबै दिन्छौँ तर एउटा के छ भने हाड दिन सक्दैनौँ माया दिन सक्दैनौँ त्यति अब र एउटा माया चाहिँ बराबरै बराबरै छ र एउटा भन्दाखेरि एउटा म लास्टको एउटै मात्रै भन्छु र तपाईँहरूलाई एउटा आउनु भएको रहेछ शीतल वचन त दिन्छौँ र एउटा के भन्दाखेरि अब धरान त दिन्छौँ करान त दिन्छौँ परान चाहिँ को माथि राखिदिनुहुन्छ हजुरहरूले त्यति चाहिँ भनिदिनुहोस् त्यो त भन्नु पर्यो नि त्यति प्राण चाहिँ कसलाई दिनुहुन्छ कसलाई दिनुहुन्छ त्यसै अब दिनुहोस् है सबै दियो प्राण चाहिँ कसलाई दिनुहुन्छ प्राण चाहिँ कसलाई दिनुहुन्छ धरान करान त दिङ प्राण चाहिँ कसलाई दिनुहुन्छ एकदम भगवान माथि नै छ त्यति मात्रै अरू त कसले लिनु सक्छ प्राणको जिन्दगी प्राण कसले लिनु सक्छ कसले सक्छ र हामीले हामीले 8 थान भने चाहिँ अब भनेर चाहिँ अब हाम्रो दस्तुरमा अब गरेको छौँ अन्त त्यसले गर्दा चाहिँ अब हामी तपाईँलाई अब आजदेखि चाहिँ अब हाम्रो यता नानी अगाडि र एकदम सुनिराख्नु सबै म एउटा बुढो माउली म बोल्छु उहाँहरू एउटा नरल छाम्ने उहाँहरू होङेहरू उनीहरू एउटा हिमाल छुट्यो र उनीहरूले मलाई एउटा बुढो माउले आएर 1-2 शब्द भनेदेखि एउटा म छोटकारीमा एउटा किन थुप्रो 12 हातको दाम्लो बाटो गाँठो चाहिँ एउटै नै हो र थुप्रो बोले पनि शब्द त एउटै र यो अब हिजोको दिनमा चाहिँ अब के गर्नु अब यो खाप्ची यो दाइजो आजको दाइजो चाहिँ भोलिको दिनमा दाजुभाइ थुप्रो भए पनि यो दाइजो चाहिँ हिसाबमा चाहिँ आउँदैन जस्तै हाम्रो प्रेरणा छोरीले बढे यो दाइजो ल दहको माछा एकै दह भयो 2 ढुङ्ग्रोको रगत एकै रगत भयो भनिकन यो कुलुङ होगेलु नरालु छाम्नीमा बोलु नमाको चुलाबाट हामीले यता चाम्लिङ खराइचाको उसमा चुलोमा हामीले सुम्पिँदैछौँ त्यसै कारणले हामीले 3टा बाचा लिएर हामीले एउटा भनौँ एउटा कसमकै अब बराबर हामीले सोच्नुपर्छ त्यही 3 बाचा लिएर हामीले अब भन्दैछौँ अब यो गर्दै 1 बाचा 1 दिउँ 2 दिउँ 3 दिउँ अब चाहिँ पक्का भयो त होइन आजदेखि चाहिँ तपाईँको हामीले
ल ल अब हिसाब माथिमा हुँदैन यो र यो अब जति भाइ भए पनि जति जे भए पनि तिमी अब एउटा छोरीलाई दाइजोको एउटा दिएको छौ त्यो चाहिँ कसैमा पनि अब कतिजना छ कति परिवार छ हुँदैछ। यो चाहिँ अब ऊ छुट्दाखेरि अरू दाजुभाइ छुट्दाखेरि चाहिँ मेरो हाम्रो छोरीले चाहिँ यो दाइजो माइतीले दिएको यो भाडा चाहिँ उसको काखमा हुन्छ यसले हिसाबमा जिन्दगी यो चाहिँ हामी एउटा के गर्नु नसक्ने भुवन गरिब एउटा के गर्नु अरू के दिन सकिन् होला र एउटा हामी आठाने हो हामीले अब सावधान राख्यो एक साल चाहिँ हाम्रो छोरीलाई ल तपाईँले एकदम राम्रो छोरी चेलीलाई चाहिँ एउटा हिसाब बन्दाको भोलिको दिनमा चाहिँ एकदम यो चाहिँ अब यो चाहिँ एकदम साइड दिनु हुँदैन एउटा एकदम कहीँ जाँदा पनि एकदम हिसाबमाथिमा चाहिँ एकदम तिम्रो दिनु अब सम्पत्ति किनभने ल बाउ माइतीले दिएको हजुर। अब जति पनि अब छोरी एउटा वीर कुटुम्बले दिएको अब जिलाई खाए त्यसलाई गरेर अब बाउ माइतीले खाए त्यही गरेर अब दिनु के छ र एउटा एउटा धार्नी एउटा बिसाउने भन्छ यो दाइ एकदम धार्नी दिँदैछौँ ज्वाइँले पनि तपाईँले एकदम बिसाउने एउटा छोरीको छोरी एउटा सिनो हिसाबमा आउँदैन यो तपाईँ 7 जना 8 जना होस् हिसाबमा आउन हिसाब गर्दाखेरि चाहिँ नानी चाहिँ यो चाहिँ मेरो माइतीले दिएको मेरो मेरो दाइजो हो भनेर एकदम अब म दुई वचन भन्छु औ ल मेरो छोरी र आज चाहिँ म अब हामी आमा बाउले है आमाले 9 महिना कोखमा राखेर उसले जन्म दियो हुर्कायो पढायो एकदम खाप्नु न एकदम हृदय मुटु चौबन्दिल गरेर लु त छोरीलाई भन्छ अब के गर्ने अब ठिकै छ अब के एउटा जाने गङ्गा हाम्रो छोराले अर्का छोरी ल्याउँछ हाम्रो छोरी अर्का छोरा पालेर के गर्नु अर्का छोरीले आफ्नो छोरी घरमा पार्ने जानु पर्यो पढायो शिक्षा जति दियौँ हामीले अनि अहिले अब छोरा ज्वाइँ मेरो ज्वाइँ जो पनि आफ्नो जातमा गएको छ चाम्लिङमा हामी अति नै खुसी छौँ र यसरी नै अहिले जुन प्रकारले तपाईँहरूको माया प्रेम गरेर बसिरहेको छ गरिरहेको छ यो चाहिँ अन्तिम दिन जिन्दगीसम्म यस्तै प्रकारले माया प्रेम भइरहोस् मेरो छोरी ज्वाइँ उहाँहरूको फलोस् फुलोस् हरेक हामी 3 चुला आजदेखि मेरो साक्षी मानेर 3 चुलालाई साक्षी मानेर अब हाम्रो पाकालो सालले 3 चुलाले चुलालाई उ गरेर हर साक्षी राखेर चाहिँ आजदेखि चाहिँ मैले ज्वाइँलाई सुम्पिँदैछु र उहाँहरू जस्तै परिस्थिति होस् अरू जे नगरे पनि हाम्रो परिवारको दरवाजा हर हमेसा छोरी ज्वाइँको लागि खुला रहनेछ हर हमेसा यहाँ घरमा आउँदा खुसी हँसी खुसी लिएर आएको देख्नु होइन कोही समस्या परेर एकलाई ज्वाइँसँग हर हमेसा साथमा लिएर खुसीको साथमा घरमा हाम्रोसँग भेटघाट गर्ने हरेक खुसीको साथ हामी जिन्दगी जति बाँचिन्जेल हामी खुसी साथ हामी बस्छौँ र तपाईँलाई हरेक कुनै पनि परिस्थिति हाम्रो हर हमेसा नै
दरवाजा मेरो छोरी ज्वाइँको लागि खुला रहनेछ र म भन्नु त अरू धेरै थियो तर म सक्दिनँ र हाम्रोबाट अरू त केही मेरो छोरीलाई छोरी ज्वाइँलाई दिन सकिनँ। यो 4 कट्ठा जमिन सिलिगुडीको के अरे पत्थरघट्टा त्यो 4 कट्ठा मेरो जमिन छ। त्यो चाहिँ आजदेखि मेरो छोरीलाई छोरी ज्वाइँलाई म सुम्पिन्छु र उहाँले आउने दिनहरूमा त्यो जमिनलाई अझ बढाएर लगेर राम्रो गरोस्, अझ उन्नति गरेर जाओस्। यही म हर हमेसा यो मेरो 3 चुलालाई साक्षी राखेर होइन सम्झेर म अरू त केही दिन सकिनँ। एउटा यो गिफ्टको तौरमा एउटा गिफ्ट गरेर म छोरीलाई ज्वाइँलाई यो दिँदैछु र यो चाहिँ सालबारीकै पिछेपट्टि छ र यो 4 कट्ठा जमिन चाहिँ मेरो छोरीलाई आज म गिफ्ट दिँदैछु। यसलाई यताबाट खिच्दै उता खिच्नु।